उधमशील महिला जागरण केन्द्रले 11 र 12 का विद्यार्थीहरूलाई सेनेटरी प्याड वितरण। नमस्कार, म वीरेन्द्र कुमार याकथुम्बा। सिप सिकाउँ उद्यमी बनाउँ भन्ने मूल नारासहित स्थापित उधमशील महिला जागरण केन्द्र झापाले टेवाको आर्थिक अनुदानमा यही मिति 2083 असार 16 गते मङ्गलबारका दिन कमल गाउँपालिका वडा नम्बर 2 क्याम्पा स्थित श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका 11 र 12 का छात्रहरूलाई महिलाजन्य प्रयोग गरिने सेनेटरी प्याड वितरण गरेको छ। उधमशील महिला जागरण केन्द्रद्वारा उत्पादित प्याड सो विद्यालयका शिक्षिकाहरूलाई पनि अध्यक्ष शान्ता दाहालको हातबाट दिएको थियो भने सो कार्यक्रममा प्रमुख अतिथि महिला बालबालिका शाखा कमलकी प्रमुख रीता कार्की रिजाल, सदस्य पद्मा पोखरेलको पनि उपस्थिति रहेको थियो। उक्त विद्यालयका प्रधानाध्यापक हिम दाहालको पनि उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमलाई संस्थाकी सचिव यशोदा पौडेल दाहालले सञ्चालन गरेकी थिइन्। हेर्नुहोस् एक रिपोर्ट। हैन, जति कुद्नुहोस् जति हिँड्नुहोस् झर्दैन। जुन बरु तपाईहरुले यो स्कुलबाट ल्याएकोले चाहिँ त्यो गम निस्किन सक्छ हैन, यो चाहिँ फेरि निस्किन सक्दैन। यसमा चाहिँ भोलि गएर चाहिँ यहाँ पेन्टियरमा दागी आउन सक्ने अर्को खालको बटमले चाहिँ त्यो हुन्छ भने यसले चाहिँ यो प्लास्टिकको बटम हो, यसबाट चाहिँ कुनै पनि इन्फेक्सन दागी आउँदैन। त्यसैले तपाईहरुले यो युज गरेर हाम्रो म्यामहरु अब सरसँग लाज हुन्न भने सरसँगै भने पनि भयो फिडब्याक दिँदा यहाँ हाम्रो उपस्थित हुनुभएको म्यामहरु हुनुहुन्छ, यो चाहिँ राम्रो रहेछ भने तपाईलाई म्याडम राम्रो रहेछ, यो कार्यक्रमहरु फेरि पनि ल्याउनुहोस् भनेर तपाईहरुले भन्नुभयो भने पुनः तपाई हामीसँग फेरि पनि दोहोरिने प्रतिबद्धता गर्दै हामीले यी सेनेटरी प्याड चाहिँ तपाईहरुलाई नि बाँड्न भनेर ल्याएका छौं। तपाईहरुले एउटा लाउने, तपाईहरुलाई चाहिँ आज चाहिँ हामी के गर्छौं भन्दा सुरुमा एउटा दिन्छौं, स्कुलमा दिन्छौं है, अरु चाहिँ म्यामहरुलाई दिन्छौं। अब सर म्यामले जे भन्नुहुन्छ त्यो हामी यहाँ सल्लाह गर्छौं अब दुवैजनासँग। हाम्रोतिर पनि आउँछै भन्दै गर्दा सहकार्य हरेक कुरामा सहकार्यकै राम्रो हुन्छ भनेर हामीले यो स्कुल छानेका छौं। तपाईहरु धेरै भाग्यमानी भएको ठान्दछु। र यो धुँदै गर्दा साबुनले हैन, साबुनले एकदम राम्ररी धुनु होला। कसैले चाहिँ अब यो नबुझेर नुनमा हाल्ने, नुनमा डुबाउने भन्नुहुन्छ, त्यो पर्दैन। मजाले साबुनले चाहिँ धुनुपर्छ। यस कार्यक्रममा चाहिँ हाम्रो विद्यालयलाई छानेर चाहिँ यहाँसम्म आइदिनु भएकोमा चाहिँ सर्वप्रथम त उहाँहरूलाई धेरै धन्यवाद। र यो चाहिँ एकदमै राम्रो कार्यक्रम जुन चाहिँ हामीहरूले मोबाइलहरुमा पनि देख्दै गरेका थियौँ नि त हैन, यस्तो प्याड हुन्छ है भनेर देखेका थियौँ, तर आज हामीले प्रत्यक्ष रूपमा देख्न पायौँ हैन। चाहिँ पाइसकेर युज गरिसकेपछि यसको फिडब्याक पनि भन्दिनु भन्नुभएको छ हैन। अनि त्यसको लागि पनि विद्यार्थी भाइ बहिनीहरूले यसको प्रतिक्रिया दिनु भन्नुभएको छ, दिनु होला है। अनि आफ्नो भाइ बहिनीहरूलाई पनि भन्नु होला फेरि धोएर लगाउन सकिने भन्ने हो। किनभने यो चाहिँ पहिला पनि यो उत्पादन उहाँहरूले गरिसकेपछि फेरि हामीलाई पनि एक बार दिनुभएको थियो। त्यसपछि अझै मसँग 3-4 वटा मसँग छ, युज गरिरहेको छ, धुने फेरि युज गर्न सकिन्छ। त्यसकारण यहाँहरूले अहिले यो हाम्रा कमला विद्यालयमा यहाँले छनौट गरेर कक्षा 12, 11 र 12 का जुन किशोरहरूलाई टार्गेट गरेर यो कार्यक्रम ल्याइदिनु भएको छ, त्यो एकदमै उपयोगी छ। आगामी दिनहरूमा पनि यहाँहरूले त्यस्तो सिक्न चाहनुहुन्छ भने पनि हैन, सिक्न चाहनुहुन्छ यहाँहरू। किनभने अब हामी 11-12 को कक्षा एक्जाम दिइसकेपछि हैन, यो त हामीलाई धेरै महत्त्वपूर्ण रहेछ। म पनि यो सिक्छु, सिकिसकेपछि फेरि म पनि उद्यमी बन्छु, मेरो पनि घरमा चाहिन्छ, मेरा छिमेकीहरूलाई चाहिन्छ भन्ने कुराहरू लिनुभयो भने यहाँले नजिक हाम्रो शान्ता दिदी हुनुहुन्छ, यहाँसँग पनि समन्वय गरेर यहाँहरू अगाडि बढ्न पनि सक्नुहुन्छ।